हेलो गाइज, आज म लोकसेवामा सोध्ने खालको पुनः क्वेसन लिएर आएको छु, जुन यो क्वेसन कोडिङ च्याप्टरबाट रहेको छ। यो क्वेसनमा के दिएको छ, यदि डाइसलाई भनेको DICE लाई कोड भाषामा 4, 9, 3, 5 लेखिन्छ भने MICE लाई के लेख्नु पर्दछ। अब यहाँ हेर्नुस्, यहाँ के छ, डाइस छ, DICE। डाइसलाई कोड भाषामा के भनिएको छ भने D भनेको 4, I भनेको 9, C भनेको 3 र E भनेको 5 रहेको छ। अब यो 4, 9, 3, 5 कहाँबाट आएको छ, यसको लागि के गर्नुपर्छ, तल मैले एउटा रफ गरेको छु। यहाँ हेर्नु, यहाँ के छ, A छ, B छ, C छ, D छ। D भनेको कति भयो, 4। D भनेको 4 छ भने यहाँ 4 लिएर आएको छ। अब यहाँ के छ, I भनेको कति भयो, 9, त यहाँ 9 रहेको छ। अब C भनेको कति छ, यहाँ 3, त यहाँ 3 रहेको छ। अब E भनेको कति हुन्छ, 5। E भनेको के छ भने 5, त यहाँ 5 लिएर आइएको छ। त्यस्तै के छ भने माइसलाई के लेख्नु पर्दछ। अब हेर्नु, M कति नम्बरमा पर्दछ भने M भनेको 13 नम्बरमा पर्दछ, 13 भयो। I भनेको कति हुन्छ, I भनेको यहाँ 9 नम्बर भनेको 13 र 9। अब 13 9 र कुनमा छ, यसमा पनि 13 9 छ, यसमा पनि 13 9 छ, यहाँ 13 9 यो हुँदैन, यो हुँदैन, यो दुईटा मध्ये कुनै अब सिलेक्ट गर्नुपर्छ। MI सम्म भयो। अब C भनेको के हुन्छ, 3। C भनेको यहाँ के छ, 3, त 13 9 3 भनेको यहाँ के छ, 3 छ। यो म्याचिङ गर्छ भनेको यसको माइसलाई कोड भाषामा के लेख्नुपर्छ भने 13 9 3 5 लेख्नु पर्दछ। भनेको यो क्वेसनको सही जवाब भनेको अप्सन ए मा रहेको छ, 13 9 3 5 रहेको छ।